गाइज म उमेश यहाँ हुनुहुन्छ हाम्रो दिदी निरु कटवाल यता हुनुहुन्छ नमस्ते नाम परिचय खुलाऊ मेरो नाम चाहिँ के बिना कटवाल म चाहिँ अब 14 वर्षको छु भयो भयो यता हुनुहुन्छ हाम्रो बडियाजी ठुलो डेरी अब हामी चाहिँ च्याट्टै लाएर हामी अब बिर्तामोड यसो भ्रमण गर्न गएको अब चस्मा लगाएको चस्माले त पुरा सेन्टी प्लेट देखाउँदो रहेछ नि त सबै हेरेका दिदीहरू नै हेरेका हेरेछन् मान्छेहरू के होला हिरो खतरा यता हाम्रो दिदी छोटी दिदी अर्को यहाँ हुनुहुन्छ झन् एकदमै खतरा छोटी दिदी हेलो नमस्ते अब हामी चाहिँ यहाँदेखि झ्यापै लाएर यस्तो घुम्दै घुम्दै कता पुगिने हो थाहा छैन अब च्याट्टै हिँड्ने यसो यता हेलो भन्नु न नमस्ते गर्नु किचनको हालत त न ठुलो अमीको हालत देखाएको मैले मकै मस्त उसिन्दै हुनुहुन्छ अब हामी चाहिँ झ्याप्पै जाने यो चस्मा धेरै नलगाउँ भरे फेरि मान्छे सबै सेन्टी प्ल्याट भएर बाहिरतिरदेखि यसो हेर्दै हेर्दै आयो भने त घर भरिन्छ घर ढाक्छ भएर के भयो तिमीलाई चाहिँ अब हामी बिस्तारो बिस्तारो चल्ने आमामा हिरो नि यता हेरौँ न फेरि ट्याक्कै टल्केर आमा लु भयो यता अब हामी च्याट्टै बाटो लाग्छौँ सो गाइज हामी चाहिँ अब निस्किसक्यौँ गर्मी लास्टै छ झापामा धेरै गर्मी साह्रै प्रदूषण बढेको वायु प्रदूषण बढेको धुलो यस्तो छ सबैतिर हाम्रो दिदी यता फेरि हिरो नि हेरेर च्याट्टै पारेर कपाल चस्मा माथि टाउकोमा लाउने भए किन मागेको भने आँखामा लाउने चस्मा पो त मेलाएर हाम्रो बडा बा चाहिँ हिँड्दै हुनुहुन्छ सुई नबोली पछाडि फर्किनु नफर्की झ्यापझुप गर्मी लास्टै छ क्या या झापामा के भन्नु गर्मीको त कुरै नगरौँ है तर मलाई चाहिँ डर छैन घामले कुनै असर पार्दैन मलाई चाहिँ अब यता पार्छ भनेर जे भयो नि दिदीलाई केही दिन नसकिने एउटा छाता त दिउँ न भन्ने गर्मीका बेला अबे साले जो माफ गर्न अहिले चाहिँ मेरो फोनबाट त्यति कतिलो नभएर चाहिँ त्यो दिदीको फोन यसो एकछिनका लागि भाडामा लिएको यो गफ नदिँदा हुन्छ यो चाहिँ ज्याकेट एउटा लुगा छुन दिँदैनन् हाम्रा दिदीहरू अब कुरा भनेको त्यही फाटेको जिन्सको ज्याकेटको कुरा आउँछ के भन्नु कसलाई र आफ्नैले यसो भन्छन् झन् अरूले के भन्छन् खोइ चस्मा लगाऊ यसो हेर्छन् कि बा ज्यापै आज चाहिँ सबै सेन्टी प्ल्याट हुने भयो चस्मा देखेर बालेन चस्मा लगाएर बिर्तामोडमा दौडिँदाखेरि सेन्टी प्ल्याट ज्यापै नरिवल कति बेला नरिवलको झोल खाने भित्रको रस एकदम दामी हुन्छ नरिवलको रस हुन्छ त्यो झोल भनेको त सब्जीमा लगाएर तेल सेल हालेर भुट्ने नरिवलको झोल मतलब त्यो अब बुझ्नेलाई साह्रै काफी छ भन्ने त्यही हो नि त नबुझ्नेलाई केही भन्यो नि बुझाउनु सकिँदैन बुझ्नेलाई साह्रै काफी हुन्छ अब नरिवलको झोल भन्यो भने रस भन्यो भने एउटै हो नि त ट्याक्कै बुझ्ने भनेको त त्यही भित्रको पानी नै नि हो नि त बुझाउने त अर्थ त्यही हो नि त जहाँदेखि घुमेर भयो नि पुग्ने त त्यहीँ एउटै उयस ठाउँमै हो नि त तर बुझ्दै बुझ दिदी प्रथममा हुन पनि 10 कक्षामा 3 चोटि मात्रै फेल भएकी हुन् 8मा 5 चोटि अब अलिक बढी नै बोल्यो कि क्या हो अनि
लाजले भुतुक्कै भयो झ्याम्मै 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 हिँड्दैछौँ हामी चाहिँ अब ट्याक्कै लास्टै गर्मी धुलो त्यस्तै काठमाडौँ भन्दा लगभग काठमाडौँको हाराहारीमा पुगिसक्यो बिर्तामोड पनि गर्मी त के भन्नु धुलो चाहिँ गर्मी त झापा त किङै हो नि त गर्मीको त अहिले चाहिँ यो बिर्तामोडको अवस्था यो तरिकाको छ यस्तो यो हेलो जामजम बढी भए चाहिँ उता हस्पिटल जानुहुन्छ एम्बुलेन्स खतरा मै गरेर अब हामी त कहीँ भिडियो बनाउँदै जाने कुरा नि भएन त्यही भएर हामी यसो बाहिरतिर छौँ एकदम मलाई छक्क लाग्छ क्या बेला बेला यो यत्रो गाडीहरू कहाँ जान्छ यार 24 घन्टा यत्रो कुदिराखेको हुन्छ यो ठाउँमा दिमाग निकै गहिरेर सोच्दाखेरि पनि दिमागमा बस्दैन यार सबै अब यत्तिकै हुन्छ क्या चाप सधैँ पनि जहिले हप्तामा 7 दिन बजार एकदम चाप जहिले यही हो जति बेला पनि तर कहाँ जान्छ यार यहाँको गाडीहरू आमामा कहाँ जान्छ यो पुरा नि उयो अहिले टेक्निक के भन्छ त्यस्तै युज गरेर त्यो तलदेखि माथि त्यो पानी हुन्छ नि पानी उँधो त्यस्तै हो क्या यो पनि मलाई त्यस्तै लाग्छ यार यत्रो गाडीहरू यो कहाँ जान्छ के गर्छ मान्छे चाहिँ हो क्या यो बिर्तामोडमा पनि झापा जिल्लामा पनि मान्छे चाहिँ बस्दो रहेछ भन्ने चाहिँ यहीँ यसो हेरेर थाहा हुन्छ दिनभरि मान्छेले हेर्न थाल्यो भने त सोचेरै पागल हुन्छ होला यार यो ठाउँ घाम चाहिँ लास्टै कडा छ जेसुकै भए पनि जसले जेसुकै भने पनि अति नै कडा भनेको घामै हो झापाको एकदम साइको बनाइदिन्छ घामले चाहिँ पुरा 7 वटा अति लागिरहेछ तर पनि ज्याकेट लाउन छोडिँदैन हामी बाटो क्रस गर्नुपर्ने बेला भो अब कहाँदेखि यहाँदेखि चाहिँ बाटो क्रस नगर्नुपर्ने अरे हाम्रो दिदीको सुझाव अब हामी चाहिँ ट्याक्कै उता हनुमान कम्प्लेक्स भनेकोलाई दिमागमा फुट्दैन हनुमान कम्प्लेक्सतिर जाने हो त्यतै बाटो त्यहाँ मुक्ति परतिरदेखि बाटो काट्ने चट्ट अझ खोला पुलतिर हुँदै भाइले चाहिँ मजाले साइकल खतरा हान्दैछ यहाँ सडक अब हामी पनि पहिले पाहाडमा नभएर यति बेला जन्मेको भने हामीसँग नि केही न केही हुन्थ्यो साइकल यसो हाँकिँदै हुन्थ्यो साथीभाइ हुन्थ्यो होला पाहाडतिर जन्मियो पढ्न चाहिँ यहाँ आइयो त्यही छ दिदीहरू चाहिँ पुरा थकाइ लागेर बस्न गए जस्तो हुनुहुन्छ एकछिन पनि हेरिदिउँ गइदिउँ के रहेछ कुरो बुझ्थ्यौँ गाइस अब चाहिँ आजलाई चाहिँ अब एन्डिङ हानौँ अब हेर्नु होला कस्तो भएछ सुरुचोटिको ब्लग अब कस्तो हुन्छ प्रतिक्रिया दिनु होला ज्यापै के कमजोरीहरू यसो कमेन्टमा हानिदिनु होला अब सुरुचोटि यस्तै हो बिस्तारै आउँछ राम्रो यसलाई चाहिँ यति नै गाइस बाई